नमस्कार अनि आन्यगासे हो। म चाहिँ कोइन भाषा प्रशिक्षक अरुण भण्डारी निकै लामो समय पछाडि एउटा भिडियो लिएर चाहिँ यहाँहरूको माझ उपस्थित भइसकेको छु। सबैजनाले हाम्रो टाइटल र थम्बनेल हेरेर आजको हाम्रो भिडियो केसँग सम्बन्धित रहेको छ भनेर बुझिसक्नु भएको छ र विभिन्न ग्रुपहरूमा अथवा पेजहरूमा अथवा आफ्नो इन्स्टिट्युटको माध्यमबाट पनि यो खबर चाहिँ सुनिसक्नु भएको छ। एसआरडी कोरियाको वेबसाइटमा चाहिँ एक्जाम कुन मितिदेखि हुने भनेर चाहिँ अनडिसाइडेड नि भनेको छ। तर विद्यार्थीहरूको एक्जाम कहिले परेको छ भनेर सेड्युल चाहिँ उसले लगाइदिइसकेको छ, हामीले चेक गर्ने हो भने होइन। तर इपिएस शाखा नेपालबाट चाहिँ नोटिस आएको छैन, किन भन्दाखेरि अब तिहारको बिदा नै छ आजसम्म त लगभग। अनि अब भोलि पनि बिदा भइहाल्यो, अब सम्भवतः पर्सि लगाउन सक्छ यो नेपालले चाहिँ इपिएस शाखाले चाहिँ होइन। तर एचआरडी कोरियाले चाहिँ लगाइसकेको छ यो म्यानुफ्याक्चरिङको लागि जम्मा 2वटा सेक्सनमा एक्जाम गराउने भनेर चाहिँ उसले यहाँनिर लगाएको छ। तपाईँहरूले यहाँनिर नोटिसमा गएर हेर्नुभयो भने चाहिँ यहाँनिर पहिलो चरणको एक्जाम र दोस्रो चरणको एक्जाम भनेर यसरी 2वटा चरणमा देखाएको छ। तर अनाउन्समेन्ट अफ टेस्ट डेट परीक्षा चाहिँ कहिलेदेखि हुने भन्ने चाहिँ अनडिसाइडेड नै भनेको छ, अहिलेसम्म चाहिँ डिसाइडेड गरेको छैन। तर हामीले तपाईँको एक्जाम कहिले परो भनेर हेर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ तपाईँको मितिहरू सबै तोकेर आएको हुन्छ। तर अब त्यही अनुसार एक्जाम हुन्छ कि हुँदैन भनेर चाहिँ अब हाम्रो चाहिँ यो इपिएस कार्यालयको नोटिसलाई चाहिँ हामीले हेर्नुपर्ने हुन्छ होइन। हुन त एचआरडी कोरियाले नै एचआरडी कोरियाकै आधारमा चाहिँ इपिएस शाखाले चाहिँ नोटिस निकाल्ने नै हो। तर त्यसमा पनि अब केही तलमाथि घटबड गर्नुपर्ने भएको अवस्थामा चाहिँ नेपालबाट त्यो राय बुझेर चाहिँ इपिएसको यो एचआरडी कोरियाले चाहिँ फेरि त्यहाँ पनि संशोधन गर्छ। अनि अब यहाँभित्र गएर हेर्ने हो भने चाहिँ तपाईँले अहिले पनि भनेको छैन है टेस्ट चाहिँ कहिलेदेखि हुन्छ भनेर, अझै पनि अनडिसाइडेड नै छ। अनि विद्यार्थीले आफ्नो परीक्षा कहिले परो भनेर चेक गर्नको लागि चाहिँ यहाँनिर रिसिप्ट नम्बरमा गएर चाहिँ आफ्नो सिम्बल नम्बर लगाएर यहाँनिर सर्च गर्नुभयो भने चाहिँ तपाईँको यहाँनिर मजाले आउँछ तपाईँको परीक्षा कहिले हो, तपाईँको बिजनेस भनेको केमा फर्म भर्नुभएको छ, अनि टेस्ट डेट चाहिँ कहिले हो, अनि ओरिएन्टेसन फर टेस्ट टेकर्स भनेको छ, अनि एक्जाम टर्म भनेको छ। एक्जाम टर्म भनेको अब कतिखेर एक्जाम हुने, कुन सिफ्टमा हुने तपाईँको होइन, हो यसरी चाहिँ यहाँनिर तपाईँको सबै देखाउँछ है त। तर एक्जाम चाहिँ अहिलेसम्म डिसाइडेड भएको भनेर चाहिँ भनेको छैन है, किन भन्दाखेरि धेरै विद्यार्थीहरू झुकिरहनु भएको रहेछ कि अब ठ्याक्कै एक्जाम कहिलेदेखि हो भनेर चाहिँ विद्यार्थीहरू झुकिरहनु भएको छ होइन। किन भन्दाखेरि अझै पनि अनडिसाइडेड छ नि त। अनि अब त्यो आफ्नो चेक गर्दाखेरि ऱ्यान्डम त आइराखेको छ। अब ऱ्यान्डम आइराखेको कारणले गर्दाखेरि कुन दिन चाहिँ पहिलो हो भन्ने त थाहा छैन नि त विद्यार्थीलाई होइन। कुन दिन पहिलो भन्ने थाहा नभएको कारणले गर्दाखेरि हो त्यसको लागि चाहिँ हामीले इपिएस शाखाको नोटिस पर्खिनै पर्ने हुन्छ होइन। त्यसको लागि तपाईँहरू नआत्तिनु होला। यहाँनिर गएर चाहिँ तपाईँले आफ्नो रिसिप्ट लगाएर चाहिँ अब सबैभन्दा पहिला तपाईँ कुन लिङ्कमा जानु पर्यो भन्दाखेरि चाहिँ यहाँनिर epstopic.hrd.korea.or.kr गरेर चाहिँ तपाईँले गर्नुभयो भने यो पेज खुल्छ। सबैभन्दा पहिला यो पेज आउँछ। अनि यो पेज आइसके पछाडि चाहिँ तपाईँले यहाँ 1मा गएर गरे पनि 2मा गएर गरे पनि अब तपाईँको यदि एक्जाम कहिले परो भनेर हेर्दाखेरि चाहिँ पहिला 1मा गएर हेर्नु, अनि 1मा गएर हेर्दाखेरि भेट्नु भएन भने फेरि 2मा गएर हेर्नु। 2मा गएर यहाँनिर चेक गर्ने सेम मेथड त्यही हो होइन। आफ्नो सिम्बल नम्बर लगाएर चेक गर्नु भयो भने तपाईँको यहाँनिर सबै लेखेर आउँछ कहिले परेको छ भनेर। तर ठ्याक्कै यही डेट भन्ने चाहिँ भएको छैन। एटलिस्ट एक्जाम चाहिँ अब लगभग सञ्चालन हुने भन्ने चाहिँ यति भएपछि कन्फर्म भयो, किनभने अब अहिलेसम्म त सबै चुपचाप भइसकेपछि त एक्जाम कहिलेदेखि हुने भन्ने नै थिएन नि त। यसले त विद्यार्थीमा अन्यलता पनि थियो होइन। अब यति भइसके पछाडि विद्यार्थीमा के चाहिँ हुनु पर्यो भन्दाखेरि एक्जाम चाहिँ 100% हुन्छ भनेर फर्म भइसकेपछि त अभियसली हुन्छ। तर अब कहिले हुन्छ भन्ने कुरा पनि विद्यार्थीलाई अलिकति ढुक्क त भयो नि त होइन। आगामी महिनाको चाहिँ पहिलो हप्तादेखि नै हुन सक्ला भन्ने एउटा सम्भावना चाहिँ देखिएको छ इङ्ग्लिस डेट अनुसार हेर्ने हो भने। तर रिजल्ट चेक गर्दाखेरि अब सबैको ऱ्यान्डम कहिले कसको आउँछ, कहिले कसको आउँछ, कहिले कसको परेको हुन्छ। तर त्यो अनुसार कसकोलाई चाहिँ आधार मान्ने त कुन दिन चाहिँ पहिलो हो भनेर होइन। त्यसको लागि चाहिँ यो बारकोमा नोटिस आउँछ। नोटिस पर्खेर बस्नु होला। अब दसैँ तिहार पनि सकिसकेको छ, अब चाडबाड पनि सकिसकेको छ। अब यदि तपाईँ कता घर छोडेर कतै बसेर पढ्दै हुनुहुन्छ भने अब आफ्नो स्थानमा तपाईँले यथासिद्ध चाहिँ चाँडो जानुपर्ने हुन्छ, किनभने परीक्षाको लागि तयारी गर्नु पर्यो होइन। अब आफ्नै ठाउँमा बसेर पढ्दै हुनुहुन्छ अन्त त्यो गरिराख्नु परेन। अब दसैँ तिहारले गर्दाखेरि लगभग हामीले पनि पढिएको हुँदैन। दसैँ तिहारमा त अब चाडबाडको बेलामा खासै पढाउने काम हुँदैन होइन। त्यसले गर्दाखेरि चाहिँ विद्यार्थीहरूले अब त्यो बेलाको पढाइलाई पनि कभरअप गर्ने गरी चाहिँ अलिकति मेहनत गरेर पढ्नुपर्ने हुन्छ। अहिले प्रतिस्पर्धा धेरै छ। अनि विद्यार्थीले के पनि सोधिराख्नु भएको छ भन्दाखेरि सर म्यानुफ्याक्चरिङमा एक्जाम हो कि एग्रिकल्चरमा हो बुझिनँ मैले भन्नुहुन्छ। अब त्यो चाहिँ अहिलेसम्म हामीले चेक गर्दाखेरि चाहिँ यहाँनिर म्यानुफ्याक्चरको मात्रै देखाएको छ, अथवा यहाँनिर
यहाँ हेर्ने हो भने पनि म्यानुफ्याक्चरिङ मात्र भनेको छ 2वटा होइन, योभन्दा अरू कुनै पनि भनेको छैन। अब यो भनेको अन्य देशहरूको भयो, तर हाम्रो नेपालको चाहिँ यहाँनिर 2वटा दिएको छ। यसमा चाहिँ अहिले म्यानुफ्याक्चरिङको मात्रै भनेको छ। त्यसले गर्दाखेरि चाहिँ हामीले एक्सपेक्ट गर्न सक्छौँ कि पहिला चाहिँ म्यानुफ्याक्चरिङको होला भनेर हामीले एक्सपेक्ट गर्न सक्छौँ होइन। अब तोक्नै चाहिँ सकिँदैन, किन भन्दाखेरि मैले दोहोऱ्याइरहेको छु, इपिएस शाखाको नोटिस नआएसम्म हामीले यसलाई तोकेर भन्न चाहिँ मिल्दैन। तैपनि यहाँ समग्रमा हेर्ने हो भने र यो एचआरडीको नोटिसलाई चाहिँ फलोअप गर्ने हो भने चाहिँ पहिला चाहिँ म्यानुफ्याक्चरिङलाई 2 चरणमा एक्जाम गर्ने भनेर यहाँनिर राखिदिएको रहेछ होइन। कुनै एउटामा गएर तपाईँले आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ है त। ल यहाँनिर गएर तपाईँले आफै रिजल्ट चेक गर्न सक्नुहुन्छ है, प्रवेश कार्डको नम्बर तपाईँलाई याद भयो भने। र यसरी चाहिँ यो अब नोटिस आइसकेको छ। लगभग अब आइतबार चाहिँ यो हाम्रो इपिएस शाखाले पनि लगाउँछ। त्यस पछाडि चाहिँ कन्फर्म हुन्छ कहिलेदेखि एक्जाम हुन्छ, कतिवटा सिफ्टमा एक्जाम हुन्छ, कस्तो तरिकाले सञ्चालन हुन्छ भन्ने कुरा त्यहाँ पुरै नोटिस आउँछ। त्यो नोटिसलाई चाहिँ तपाईँहरूले फलो गर्नु होला भन्न चाहन्छु। यदि कसैको अझै पनि चेक गर्न मिलेको छैन भने मलाई व्हाट्सएप मार्फत चाहिँ तपाईँको त्यो प्रवेश कार्डको नम्बर पठाइदिनु भयो भने मैले चेक गरेर पनि पठाइदिन्छु। र जहाँ जस्तो अवस्थामा भए पनि कृपया आफ्नो पढाइलाई तीव्र पार्नु होला। अब हामीले पनि हाम्रो ग्रुपहरूमा पनि दैनिक रूपमा एक्जाम सञ्चालन गर्दै जानेछौँ, त्यसको लागि पनि हाम्रो ग्रुपमा जोडिन सक्नुहुन्छ भन्दै आजको यो छोटो जानकारीबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।